सो हेलो एभ्रिवान वेलकम ब्याक टु मेनी ब्लग आई होप तपाईँ सन्चै हुन्छ होला म पनि सन्चै छु आज चाहिँ यहाँ मेरो राजकाँडा जाँदै है कस्तो लागिरहेछ त मामेजी अरे लास्ट खुट्टा देखिरहेछ आज चाहिँ एउटा ब्लग बनाउँ कि भनेर चाहिँ हामीले भिडियो बनाइरहेको छौँ किनकि युट्युबमा त आउनु पर्यो नि कति इन्स्टाग्राममा आउनु टिकटकमा आउने है र गाइस सबले सपोर्ट हान्नु पर्यो मेरो भान्जालाई ल टक्कै एउटा मिनी ब्लग बनाइरहेको छु आज मिनी होइन फुल बनाउने हो फुल होइन फुल बनाउनु पर्यो आधा मान्छे तल छन् आधा मान्छे माथि गइसके हामीहरू बिचमा छौँ के यस्तो छ माहौल पछाडि देख्दै भन्छ पछाडिको महल हेर्नु कस्तो बबाल मजा आउँछ पहिला पनि मैले एउटा भिडियो बनाएको थिएँ है पसिना छुटिरहेछ किनकि धेरै माथि छ नि त यो हो हामीले एक डाँडो कटाइसकेछौँ अब अझ डाँडोमा नेक्स्ट डाँडोमा आइसकेछौँ यदि नेक्स्ट डाँडो कटिसकेपछि हाम्रो राजकाँडा आइहाल्छ हामी राजकाँडा पुगेपछि देखाइन्छ तपाईँहरूलाई देखाउँछौँ कस्तो छ राजकाँडा भनेर हेर्नु यो नि राजकाँडा चिसाबानी अलि अगाडिबाट हामीहरू देखाउने छौँ हजुरहरूलाई फ्याप्या स्यास्या भइहाल्यो हो नि त यी मामा यतातिर छन् ल गाइस हामी पुगेको सकेछौँ यही हो चिसापानी हेर्नु गाइस कस्तो भइरहेछ मामीजी धेरै मजा आउँछ बबल मजा आइरहेछ हेर्नुहोस् यहाँ त भ्यू चिसापानीको कति रमाइलो छ चिसापानी वाउ वाउ गाइज वाउ गाइज अझ माथि जानेछौँ हामीहरू माथि गएर हजुरहरूलाई देखाउनेछौँ कस्तो छ यहाँको महल वो 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 बबल मजा आइरहेछ है कस्तो भइरहेछ मामा यता आउनु कस्तो भइरहेछ यतातिरको पनि डाँडो हेर्नुहोस् वाउ गाइस यो के हो यो आम्मा यो चाहिँ नेक्स्ट डाँडो है नेक्स्ट डाँडो यो चाहिँ नेक्स्ट डाँडो यसपछि राजकाँडा हुन्छ यसपछि राजकाँडा हो ऊ त्यही त हो राजकाँडा यार ऊ यो जुम भइरहेको छैन यो पछिको हो साँच्ची मजाक त होइन चिसाबानी हेर्नुहोस् गाइस मेरो मान्छेले पनि हेर्नुहोस् गाइस हो मामेलाई हाम्रो आधा मान्छे उतैले आइरहेछन् गाइस हेलो हेलो दाइहरू बाजेहरू आइरहेछन् चिल गर्ने गाइस दाइहरूसँग मामाहरूसँग कस्तो भइरहेछ मजा आइरहेछ मजा हरेक साल आउँछ हरेक साल चिल हान्ने हो क्या हरेक साल हो मजा हान्ने हो नि ओ अगाडि त हामीले हेरेको छैनौँ त यार अगाडि गएर देखाउँछौँ निकाल्ने हो आउनु 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 छिटो मेरो मामालाई देखाऊ मामा ब्लग बनाउँदैछु नि हजुरको भान्जा ब्लग बनाउँदैछ के बोलिदिनु पऱ्यो मामा 2 शब्द या 3 शब्द बोलिदिनु पऱ्यो क्या ए कालो आउनु लाग्नु भएको छ कि राजकाँडा गइरहेको पिटी अनि यस्तो हालत खराब भइसकेछ नि यहाँ लास्ट डाँडो भइसकेछ हो मामा हाई भनिदिनु पऱ्यो यता आएर भनिदिनु पऱ्यो क्या दादा यता आएर भनिदिनु पऱ्यो बाजे आउनुभयो बाजे के भनिदिनु पऱ्यो कस्तो भइरहेछ कस्तो भयो 5 मिनटको बाटोलाई 10 घन्टा लगायो कस्तो भइरहेछ दाजु बबाल अनुभव भइरहेछ यस्तो दामी मजा आइरहेछ एकदम बबाल आउनुपर्छ सबैले आउनुपर्छ हाम्रो देशको यस्तो ठाउँमा घुम्नु पर्यो नि है दाजु नेचुरल ठाउँ अर्ग्यानिक ठाउँ हो एकचोटि सबैले भिजिट गरिदिनु पर्यो आइदिनु पर्यो राजकाँडा ल रमाइलो भइरहेछ नि अब माथि गएर चाहिँ हामीहरू हजुरहरूलाई देखाउने छौँ कस्तो छ माथि है त गाइज एउटा चिज हामीहरू देखाइरहेको छौँ किनकि यहाँ
डेभलपमेन्ट भइरहेको छ नि त, विकास भइरहेको छ। किनकि यो सायद मेरो हिसाबले केबल कार बनिरहेछ हो मामा, हो सही हो, केबल कार बनिरहेछ सायद। यहाँनिर मिटर जस्तो छ घाँसकाँडामा पनि यहाँ, किनकि यहाँ टुरिस्टहरू धेरै आउँछ नि त, अब टाढाबाट धेरै आउँछन्। यो केबल कार बनिरहेछ कि यो यहाँनिरको प्रोसेस जारी छ। मामा कहिलेसम्म बन्छ? लाग्छ 1-2 साल त लाग्छ होइन, लाग्छ। नेपाल हो, लाग्छ। यहाँ पुरा पैसा खाइसकेको चाहिँ लाग्छ क्या हो, लाग्छ 1-2 साल लागिसकेपछि केबल कार आउँछ पक्कै नै। त्यही पछि त हामीले चढ्नै पर्दैन यसरी। तर त्यस्तो भन्दा पनि यस्तो मजा हो के, हो कि होइन, हो कि नै? हिटेर बेस्ट हो के मामा, हो कि नै? केबल कार पनि हामीले देखाइसकेको छौँ, यहाँनिर बनिरहेको छ। यहाँनिर डेभलप भइरहेको छ नेपालमा डेभलप हुनु पर्यो क्या हो कि नै? हामीलाई भन्न नआए पनि तर बनिरहेछ त्यो बनिरहेछ क्या, त्यही बनिरहेछ। दाजु कस्तो हाम्रो नेपालमा त बनिरहेछ नि केबल कार हो, डेभलप भइरहेछ तर बनिरहेछ। पैसा सबै खान्छन् है। हो सही हो। केपीले हामीले भगाइसकेका छौँ, बालेनलाई बोलाएको छौँ। केपी बाले लगाएर आएको हो, केटीले लगाएको। ल हट्छौँ है, अब माथि गएर चाहिँ हामीहरू केही न केही भन्ने छौँ। सो फाइनली गाइस हामीहरू अहिले पुगिसकेका छौँ गाउँमा। कस्तो मजा आइरहेछ दाजु? एक नम्बर। गाउँमा हामीहरू फाइनली पुग्यौँ, अहिले माथि जाँदैछौँ भ्यू टावरमा। ससुराली पुग्यौँ, दाजुको ससुराली पुग्यौँ अरे, साली भेट्न गइरहेछन् दाजु। अगाडि भाडा लगिन्, सासूले अगाडि भाडा लगिन् 500 रुपियाँ हो, त्यो पनि होइन है, 1000 रुपियाँ हो नि मामा? मामा कति रुपियाँ हो? 1000 रुपियाँ लगिन् है, 1000 रुपियाँ 1000। आमा माथि बाटो बनाएर है होइन? केपी शर्मा ओलीलाई त हामीले लखट्यौँ त बाबा। अब यो भिडियो गएर म इन्डिया हेर्छु क्या घडीचोटि, हिरा लगाउँदै हेर्ने। आहा कम रमाइलो छ यो गाउँ, बहुत रमाइलो छ। ल यार यति हटेर पनि फ्याफे होइजान्छौँ है, यति उ गरेर पनि यार। अझ पनि माथि छ चढ्नु। तिनीहरू कहाँ पुगे? आमा यहाँ त ल जाउँ। यहाँको नजारा है, नजारा आमा कस्तो दामी छ क्या यहाँको नजारा। हामी माथि जाँदैछौँ, आधा मान्छे तल छन्, आधा मान्छे माथि छन्, हामी बिचमा अझ पनि बिचमै छौँ। यहाँमा भिडियो उवाल हो, बवाल मजा आउँछ यसमा। सुत्दिने यस्तै हामीहरू पुगेर पनि नास्ता गरेर पनि हामीहरू माथि अझ भ्यू टावरमा चढिरहेछौँ, भ्यू टावर गइरहेछौँ। ल हालिदेऊ न, के हो यार? आऊ न, देऊ हालिदेऊ क्यामराम्यान। ल उठाउ हात साथ उठाउ। थ्याङ्क यू। ल थ्याङ्क यू अरे। ल दाजुले थ्याङ्क यू भनिसकेछन्। यो सेउको रुख हो नि फेरि, ओ नास्पति हो, नास्पतिको हो 100%। अकपति बासपतिको बासपतिको किन होला यार, नास्पतिको के। यो मेरो पछाडिको भ्यू त हेर्नु, आम्मा कम रमाइलो छ। वाउ गन्देउला गाइस, गन्देउला।
सो हेलो एभ्रिवान, गुड मर्निङ। आज राजकाँडाको नेक्स्ट डे कस्तो भइरहेछ बिहान अहिले चाहिँ बिहानको 7 बजिरहेछ। हामीहरू यो भ्यू टावरमा गइरहेको छौँ। 10 बजे चाहिँ उठ्ने मान्छे आज 6 बजे 10 बजे हो, 10 बजे उठ्ने मान्छे आज 6 बजे उठेर चाहिँ राजकाँडाको भ्यू हेर्न आएको छ। उयो पछाडि आइरहेछन् केटाहरू, हाम्रा केटीहरू केटाहरू हो। हाम्रो केटी जस्तो त हरकत गर्छन् त, हाम्रो केटाहरू केटी जस्तो त हरकत गर्छन्। हिजो देश भनेर गरिदिनु है। हिजो कति रमाइलो गऱ्यौँ, भिडियो बनाउन पाएन किनकि सब थाकेर आएको थियो नि त, त्यही भएर भिडियो बनाउन पाएनौँ। यो चिसापानीको भ्यू हो, हेर्नु गाइज। यहाँबाट सब देखिन्छ क्या, अलि अगाडि जाऊँ, यहाँबाट सब। वाह, आजभोलि राजकाँडामा एउटा नोटिस गरेँ, यो बनिरहेछ क्या, यो बाटै बनिहाल्यो यार माथिसम्म यार। त्यो मन्दिरसम्म बाटो बनिहाल्यो, मन्दिरसम्म। केबलको लागि बनाएको केबल कार पनि आइरहेछ यहाँ। कार हो, केबल कार केबल कार, त्यो पनि आइरहेको छ। के अरे कार होइन केबल कार। केबल कार पनि आइरहेको छ। साथीहरू कहाँ पुग्यो? ऊ त्यो हाम्रो होटल, ऊ त्यो बसेको, ऊ त्यो सेतो सेतो छ नि, त्यही नै हो हाम्रो होटल। होटलबाट अहिले हिँडेर चाहिँ हामीहरू माथि आइसकेको छ। सरहरू आइसकेका छन्, मेरो सरहरू डान्स क्लास आइरहेका छन्। तिनीहरूलाई भेट्नुपर्छ अहिले। घाम भइरह्यो। यो भित्किएर बनाएको। ओ यो भित्किहाल्यो यार, सेट यो बनाएको थिएन है, भित्किहाल्यो। आजभोलि त खतरा बनाइरहेछन् यार, खतरा यार। अर्को सालसम्म होइन, नेपालमा यहाँ 5 साल त लाग्छ यो मन्दिर राख्ने। हरेक ठाउँमा मन्दिर राख्ने यस्तो बनाएको छन्, यस्तो बनाएको छन् छिटो गरिहाल्छ क्या राजकाँडामा। किनकि यो टुरिस्ट इलाका हो नि त, त्यही भएर अगाडि मन्दिरमा गइरहेका छौँ। त्यहाँ बसेर चाहिँ हामीहरू गरिदिनु पर्यो। त्यहाँ बसेर चाहिँ हामीहरू इन्जोय गर्नेछौँ। के कसो हो, इन्जोय गर्नेछौँ। इन्जोय गर्ने यहाँ पुरा घरसर बनाइरहेछन् कि। म त थाकेँ यार, म त सक्दिनँ यार, सक्दिनँ कि। यस्तो माथिसम्म बनाएको छन् कि यस्तो। वाह कस्तो यार, केबल कार आइरहेछ नि साँच्चैमा हो र। बनाउँदैछन् माथि। तल पनि अब थाहा छैन अब घर कतिखेर जाने हो, तर इन्जोय गरेर जाने हो। यो चिसापानीको भ्यू हेर्नुहोस्, चिसापानीको। हामी आज यहाँ छौँ, पछि यहाँ जानेवाला छौँ। आज माथि टुप्पामा छौँ, हामी तल झर्नेवाला छौँ पछिसम्म। के हुन्छ हेरौँ। अहिलेको लागि यति नै भन्न चाहन्छु।